हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानलमा स्वागत छ साथीहरू। र हजुर के कस्तो हुन्छ, सन्चै हुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन छु साथीहरू। र यदि नयाँ हुन्छ भने साथीहरू मेरो युट्युब च्यानललाई पनि फर्स्टमा सब्सक्राइब गर्नु होला साथीहरू, र अन्तिमसम्म भिडियो हेरेर साथ दिनु होला साथीहरू। र आज चाहिँ धेरै दिन पछाडि मैले भिडियोलाई स्टार्ट गरेको छु साथीहरू, रुमबाटै। आज चाहिँ मेरो भन्नुपर्दा लास्ट ड्युटी हो, किनभने साथीहरू आफूले सोचे जस्तो हुँदैन। यो कम्पनीमा बस्ने त धेरै मन थियो, तर के गर्नु साथीहरू, बाध्यता यस्तै छ। त्यसैले मैले चाहिँ फाइनली रिजाइन हानिसकेको छु कम्पनीमा, र मेरो डिटेल पनि आइसकेको साथीहरू। मेरो चाहिँ 19 तारिक शनिबार मेरो फ्लाइट रहेको साथीहरू। र आज चाहिँ म मेरो गेट पासदेखि लिएर पन्जिङ कार्ड सबै मैले अफिसमा बुझाएर आइसकेको साथीहरू। अनि आएर आज चाहिँ रुमतिरै छु अहिले साथीहरू, किनभने भोलि छुट्टी छ शुक्रबार, र भोलि पनि सपिङ गर्नको लागि अवश्य गइन्छ होला पसलतिर। त्यसको पनि भिडियो बनाउने साथीहरू, त्यो पनि हेर्नु होला साथीहरू। र आज चाहिँ खासै मेरो भिडियो बनाउने कन्टेन्टहरू चाहिँ थिएन साथीहरू, त्यही पनि आज फुर्सद थियो, त्यही भएर आज रुममै बसेर एउटा भिडियो बनाउन मन लाग्यो। र एउटा हाम्रो मसँगै काम गर्ने एउटा दाइ भनौँ, कृष्ण सर भन्ने हाम्रो दाइ, एउटा सर हामीभन्दा अलिकति स्टेपमा अलिक माथिल्लो स्टेपमै काम गर्नुहुन्छ। ऊ चाहिँ एउटा चार्जेन्ट जस्तै काम गर्नुहुन्छ। उसले चाहिँ मलाई एउटा गिफ्ट दिनुभएको छ साथीहरू। त्यही गिफ्ट चाहिँ मैले आज यो भिडियोमा हजुरलाई देखाउने कोसिस गरिराखेको साथीहरू, र अन्तिमसम्म हेरेर साथ दिनु साथीहरू। र यो हाम्रो कृष्ण सरले चाहिँ एउटा गिफ्ट मलाई दिनुभएको साथीहरू, र यो गिफ्ट चाहिँ म हजुरलाई देखाउन गइरहेको साथीहरू। र यो गिफ्ट चाहिँ हाम्रो कृष्ण सरले दिनुभएको छ। यो चाहिँ एउटा डायरी हो है। यो नेपालमा किन्दा त साथीहरू यो महँगै पर्छ, तर यहाँ चाहिँ हाम्रो कृष्ण सरले चाहिँ दिनुभएको छ मलाई गिफ्टको लागि है। एकदम राम्रो छ, कस्तो दामी छ साथीहरू है। यो मलाई गिफ्ट दिनुभएको छ है। यो चाहिँ अब टक्क नेपालमा लगेर सजाएर राख्नुपर्छ घरमा। यो एकदम महँगो खालको हो है, एकदम महँगो पर्छ नि साथीहरू, यस्तो दामी छ यो। यो दिने हाम्रो कृष्ण सर चाहिँ यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ साथी है। यहाँ मैले फोटो राखिदिएको साथीहरू। यहाँ हुनुहुन्छ है हाम्रो कृष्ण सर। उसले चाहिँ मलाई गिफ्ट दिनुभएको छ साथीहरू, किनभने धेरै वर्ष एउटै कम्पनीमा बसियो है, र बेलुका पख भलिबल पनि खेलिन्छ। त्यसैले उसले चाहिँ एउटा साथीको नाता, एउटा भाइको नातालाई चाहिँ उसले गिफ्ट दिनुभएको साथीहरू। त्यही गिफ्ट चाहिँ मैले हजुरलाई देखाउनको लागि मैले यो भिडियो बनाएको साथीहरू। के कसो लाग्छ कमेन्ट गरिदिनु होला साथीहरू, र नयाँ हुन्छ भने मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला साथीहरू।